सो हामी ट्रेनरलाई सबैभन्दा धेरै सोधिने क्वेसन भनेको ज्यान बनाउन कति टाइम लाग्छ भनेर सोधिराख्नु भएको हुन्छ। सो फर्स्ट अफ अल पहिला यो मेरो फोटो हेर्नुहोस् अनि भन्नुहोस् मलाई यो ज्यान बनाउन कति टाइम लाग्यो होला त? 6 महिना, 1 वर्ष, 2 वर्ष? नो। सो मलाई यतिको ज्यान बनाउन 6 वर्षभन्दा धेरै लागिसक्यो। अब हजुरले सोचिराख्नु भएको होला जब यत्रो ज्यान बनाउन यत्रो टाइम लाग्छ भनेर। सो बेसिकली नो, हजुरले यतिको ज्यान हजुरको डिसेन्ट फ्याट पर्सेन्टेज छ भने हजुरले अन्डर 1 इयर अर 2 इयर्समा मजाले बनाउन सक्नुहुन्छ। बट द पोइन्ट इज हजुरले त्यो शरीरलाई लङ टर्मसम्म मेन्टेन गर्न सक्नुहुन्छ कि हुँदैन भन्ने कुरो हो। हजुरले त्यो 1 वर्ष 6 महिना 3 महिनामा पनि खतरनाक ज्यान बनाएर हजुरले मेन्टेन नै गर्न सक्नु हुँदैन भने त्यो बनाएको फाइदा नै भएन नि त। जब एक दिन फोटो खिचेर इन्स्टाग्राममा हालियो भने त अहिले एआईले पनि मजाले गरिदिन्छ। किन गर्नु पर्यो त्यति दुःख? हतार किन गर्नु भने हजुरले ज्यान बनाउँछु भन्न थालेको त 3-4 वर्ष भइसक्यो। अब अनि हजुरलाई 3 महिनामा चाहिँ ज्यान चाहिने, अझै पनि 3 महिनामा मलाई ज्यान चाहियो भन्न थाल्नु भयो भने यस्तै अझै 6-7 वर्ष कहिले बित्छ हजुरलाई पनि थाहा हुँदैन। आफूमाथि एकदमै स्ट्रिक्ट नहुनुहोस्। सो बी लिटल बिट फ्लेक्सिबल अनि त्यो अनुसार जानुभयो भने हजुरलाई लङ टर्म सस्टेन गर्न सजिलो हुन्छ। एन्ड या वेलकम टु डे 11 अफ रोड टु 500 केजी टोटल। सो आज चाहिँ त्यस्तो केही पनि थिएन। दिउँसो म एनआइएफए को क्लासमा गएको थिएँ। सो हजुरलाई पनि फिटनेस रिलेटेड पढ्न मन छ भने हजुरले एनआइएफए मा गएर डीएम गर्न सक्नुहुन्छ। त्यसपछि मैले रुम आएर आफ्नो मिलको लागि एउटा प्यानकेक बनाएँ विथ जिरी फुडको साथु प्रोटिन एन्ड एउटा अन्डा हालेर बनाएँ। सो टेस्ट अति नै बवाल छ कि आज मैले 3टा प्यानकेक एक्लै खाइदिएको। आफ्टर दिस म काम गर्नको लागि बसेँ, त्यो सकाएर एडिटिङ गर्न बसेँ। एन्ड द्याट्स इट फर टुडे गाइज, एन्ड आई विल सी यु टुमारो इन ट्रेनिङ ग्राउन्ड।